कति झाड्यो भने चोर गुन्डा जस्तै जानु पर्यो भनेपछि त्यो सुरुङ हेरियो भने यो काम किन रोकिएको साथीहरू यहाँ टर्नेल छ है टर्नेल हेर्नु साथी त्यो घरको अगाडि छेउको रुख छ टन्नै यो चाहिँ टाक्सी भन्दा माथि यो ठाउँको नाम के हो थाहा छैन मलाई भाइलाई थाहा होला पाटनै पाटन झर्न राजकोट पाटनमा घुम्न आइएको छ फाइनली भन्नाले आज घर जाने भन्ने हो तै पनि स्याउदिएर जाम कि भन्ने कट्टा हेलो साथीहरू हामी अनि राजकोटको एकात्यमा आइसकेका छौँ स्याउ खानको लागि होइन हेर्नु सक्नुहुन्छ के गर्दौ तुम्ही कस्तो हेर्दा यसको स्याउ हो यसको राजकोट फ्रम विजयपुर रे केटाले कति झाड्यो भने यो माथिको रुख पनि सब तेरो हो कति रुख छन् भन्दा टोटल 100 छ 60-70 रुखको मालिक कान्छो छोरा गोपाल साईको हेलो गाइस साथीहरु फुटी खाने हामीहरु कालीकोट जिल्लाको राजकोट नगरपालिका हैन नरेन्द्रनाथ सानी त्रिवेणी गाउँपालिकामा पर्छ यो झरना चाहिँ यस्तो धेरै झरना छ तर एकदम फेभरेट झरना अहिले चाहिँ पानी कम भएको कारणले हल्का राम्रो देखेको छैन साथीहरु
एक वर्षमा हात बनाएको थियो कि अस्तिको वर्ष फेरि भिडियो नहाल्यो काठमाडौँ आएर घटेर लास्ट अनि फेरि अहिले 500 भयो कन्टेन्ट हेर्नु जानु लाग्यो साथीहरू यहाँ टर्नेट छ है टर्नेट कस्तो बास आइरहेको भने ढुङ्गा यसरी काटेको छ हेर्दै खाइदिनु तपाईँले गेट यसरी बनाएको थियो तिर हाम्रोसँग चाहिँ बिस्तारै बिस्तारै त्यो ठाउँमा आउनु न कोही छ भाइ अब एउटा यहाँ उहारौँ न फोटो खिचौँ न त्यो सुरुङ हेऱ्यो होइन यो काम किन रोकिएको सेमी फाइनल फाइनली साथीहरू होइन जङ्गल कहाँ यति निउडिकन हड्नुपर्ने कहाँ ऱ्याङ्गेलदेखि माथि होइन सर्टकट हामी आसी काट्न पुग्ने भनेर आएको चाहिँ बिचमा बाटै कस्तो भने हेर्नु त कति गयो निउडेर हिँड्नुपर्ने गेट हालत खराब भइसक्यो त चोर गुन्डा जस्तै जानु पऱ्यो भनेपछि दे कहाँ ल्यायो यार तिमीले मुस्किलले छोप्यौ हजुर हरिनु भयो गाइस लास्टै धरामा पऱ्यो होइन कस्तो गाह्रो बाटो हेर्नु कर्णाली तल भिड बाबरे बाबु यस्तो भिडमा घाँस समाएर यस्तरी घाँस समाएर आउनु हिँड्नु परिरहेको छ हामीले हिँड त केटाहरू कस्तो हिँड्दा हो मरौडा बाजे यार नम्बी चाहिँ नगर न छि मानमा जाने बाटो त्यस्तो उकालो बाटो जङ्गलबाट आइरहेछ साथीहरू सुट उठ्दै आएको हालत हेर्नुहोस् साथीहरू